गाइस जाम यहाँ धेरै बस्नुहुन्न अलि चिसोले हान्छ फेरि त्यो मोबाइल राखौँ आवाज चेक गरेँ मैले भला रहेछ त्यो अनि यस्तो खतरा ऊ हो त नि नआउने त कुरै भएन होइन गाइस लेट्स गो है त अब फेरि भगा केटा ओ मामाले लगाउँथ्यो भगा भगा आउँदै माको छ माको छ तर उता गाडी आयो झ्याउँछ यार तर कुदाउनु हुन्न है गाइस खासमा चाहिँ यस्तो सानो सानो बाटो चाहिँ डबल रोड हो कि फेरि उता त्यही भएन आफूले कन्ट्रोल गर्ने चाहिँ कुदाउनु पर्छ अहिले फेरि यो स्पिड मिटर चाहिँ मेरो स्पिड मिटर छ नि अगाडि 1 2 3 यस्तो स्पिड देखाएको त्यो चाहिँ ब्लर गर्नुपर्छ गाइस यहाँ फेरि मासाला 35 भन्दा बेसी हान्यो भने हानिदिइहाल्छ नि फेरि कट्टा हानिदिन्छु भने जस्तै मासाला गाडी आउँछ त यार छिटो आइजाऊ सोल्टी छिटो आइजाऊ टाउनको नजारा यो गाइस टाउन भनेकै यो यहाँको सहर टाउनै भन्छ कि यसलाई यस्तो सहरको यसको नामै छैन कि टाउन भन्यो सक्यो बस टाउन आहा कस्तो मजाको फुल फुलेको रहेछ यार यहाँ त है कस्तो मजाको यता पनि फुलेको रहेछ बबाल दामी फुल फुलेको रहेछ फुल फुलेर यी बस पार्कै हो गाइज होइन अरू त के भनौँ न बस पार्कै हो बस यहाँ चाहिँ सबै बस यहीँबाट छुट्छ ट्राफिक खासै छैन जस्तो देखाएर यहाँ त अलि अगाडि फेरि त्यस्तै होला यार चिसो चिसो हुन लागिसक्यो यहाँ त घाम लाग्यो भने साँझ पऱ्यो नि त जाडो भइहाल्छ त यहाँ शरीर काममा लाग्यो अब बाइकको त्यो बाइकर्सको ज्याकेट लगाएन त्यो बिना कस्तो जाडो जाडो फिल हुन लाग्यो यार फेरि यहाँ यता रेड लाइट हो केही छैन योभन्दा बेसी जाम चाहिँ नहोस् कि रेड लाइट भन्दा अन्त त्यही जाम हुन्छ मिरर चाहिँ मेरो साइडमा छ गाइस बवाल छ सहिलो हुन्छ कि यो साइडमा मिरर भयो भने चाहिँ सहिलो हुन्छ हेर्न पछाडि हेर्न होइन यो अगाडि भयो भने चाहिँ अलि खै कुमले छेक्या हो कि कस्तो कस्तो लाग्छ यार मलाई त यार कुमले छेकेर राम्ररी क्लियरै देखिन्न कि पछाडि त्यसरी अनि यो यता साइडमा भने चाहिँ यसो हल्का हेऱ्यो भने पुरै देखिन्छ क्या पछाडि त्यो चाहिँ मलाई बवाल लाएर त्यही न मैले त्यो यसको ओरिजिनल मिरर चाहिँ फालेर यो हालेको हो गाइज कसै 50 सीसीको बाइक लिएर फेरि भो पार्छ फेरि एउटाले फेरि हाम्रो अगाडि यार यस्तो नगर न भाइ बहिनीहरू यार लास्ट कराउने हुन्छ कि यहाँ चाहिँ 50 सीसीको बाइक चाहिँ होइन लास्टै कराउने हुन्छ ल बल्ल ट्राफिक सकिएछ के हो लाउने भए लाउ है माया घर मेरो म्याग्दी हजुर बल्ल हल्का हल्का खाली रहेछ ऊ पारि त फेरि त्यस्तै जान्छ फेरि यी 50 सीसीको बाइक यही हो कि हो भोतरो पार्छ त्यो के भन्छ डट बाइक जस्तो हुन्छ सानो सानो 50 सीसीको बाइकहरू यी फेरि यहाँबाट गरिदिइहाल्यो नि जाम फोरै फोर आएछ यार हावाले सबै
एभ्रिथिङ इलेक्ट्रिकल। अब यहाँ टक्कसम्म लाइन गाइज खतरा खतरा मेला लाग्छ, जानुपर्छ, रमाइलो गर्नुपर्छ होइन, अरू त के गर्नु र। बल्ल मेरो यो भिडियो बनाउने बाइकरमा बल्ल पुरा भयो क्या, कहिले के हुँदैन कहिले के हुँदैन होइन। अहिले चाहिँ बल्ल माइकले साथ देखा, दामी साउन्ड आखा माइकको जे होस्। अघि चेक गरेँ एकछिन अड्डाएर भिडियो, दामी आएको थियो जे होस्। बल्ल गोप्रोको जस्तो साउन्ड बल्ल आयो। यस्तो स्लो तरिकाले त कहाँ हुन्छ कि फेरि यार, यो लाइन त लाइनै हो अरे बाबा, ये लाइन तो लाइन ही है। बट क्यों ऐसा लाइन है वो मालूम नहीं है। हाय हाय हाय, झन् नरोकिकन भिडियो बनाम भनेको यो ट्राफिकले गर्ने गर्छ नि बाबै नि, माछी मारेर भने जस्तो। यस्तो किम्ला हिँडे जस्तो हिँड्छ यो राइड। बाटो त नेपालकै ठिक हो, जतिमा कच्ची बाटो भयो नि जे भयो नि, कुदाउन त नेपालमै मजा, यहाँ त न मजा गाइज। बुलेट कुदाउँदै ल्यायो एउटा फेरि। यिनीहरूलाई यिनीहरूसित बसेर कहाँ हुन्छ गाइजहरू, यिनीहरूको लाइनमा लाग्यो त कहाँ उँभो लागिन्छ त है। यिनीहरूसित बाजा लगाएर सकिन्न गाइज। चलो सोल्टी चलो चलो चलो। गाह्रो कि बाइक हो, खत्रै गरौँ चाहिँ यार, के हो यहाँको सरकारी बस चाहिँ यो गाइज। टक्क पैसा बचाउनु भन्छ नि।